चैन फाट्दै फुत्केर यो नै गायब भएको कि यहाँको चैन घुमाउने यस्तो तनाव बनि बाटोमा अहिले हामी आजको रात यतै कट्नेवाला छ अब म पनि एकपल्ट सक्दैछु होइन आज चाहिँ हामी नेपालगञ्ज जान लागेको हामी किनभने हाम्रो लाइसेन्स अस्ति नै फर्म भरिसकेको थियौँ त्यही भएर हाम्रो लाइसेन्स फाइनली आइसकेको छ त्यही भएर हामी लिन जान लागेको छौँ हामी चाहिँ यहाँ सन्दीप छौँ त्यसपछि हाम्रो भान्जे छन् होइन त्यही हेलो भनिदियो गाइस त्यही अब हाम्रो यात्रा हामी चाहिँ नेपालगञ्जको ट्रिपमा लाइसेन्स लिनु हो एकदम बाइक छ हामीसँग हेर्नु सकिन्छ दुईटा एउटा एब्जेक्ट अगाडिबाट अब अहिले हामीलाई टुटेटीदेखि लिएर सर एब्जेक्टसम्मको ल हाम्रो चाहिँ अब राइड सुरु हुन्छ होइन अब सुर्खेत टु नेपालगञ्ज छ नि त ल स्टार्ट गरेर हिँड्नु केटा ल गाइस लाग्यो है अब म पनि लाग्छु अब हाम्रो यात्रा सुरु भयो फाइनली हामी चाहिँ आइसकेको छौँ केटाहरू गएर छन् होइन अब चाहिँ हामी बिस्तारै बस्छु सधैँ लाग्दैछ अल्झिरहेछु म कहीँ कतै आत्तिन्छु के गर्दिनँ म के गर्नु मन छैन मलाई हाँस्दिन्छु एक फेर सम्झेर आफैलाई हेरेर लाई आइसकेका छौँ हामी भोइतिर जान लाग्छौँ भोइ जान 5 मिटर मात्रै 1 किलोमिटर मात्रै छ अब हामी 5 किलोमिटर गएपछि भोइ पुग्छौँ अनि भोइमा भेटौँ हामी बाहिर लाग्छ दुनिया पुरा विभिन्न प्रश्नहरू छ चिनमा लाग्छ रमाइलो चिनमा हराउँछु आफै उठेर पुगे जस्तो लाग्छ धेरै पर तर हुन्छु म यतै कतै अहिले गाइस हामी चाहिँ अलिक बबीतिर आइसकेको छौँ बबी आएर हामी नास्ता खानुको लागि रेडी भएको छौँ अब एकछिनमा नास्ता खाएर फेरि चल्नु पर्ने हुन्छ होइन मान्छे कसो हो एकदम त्यही त अब जानुपर्छ रमाइलो गर्दै जानुपर्छ हाम्रो यो जे भने राइडिङ हो राइडिङमा गइरहेका छौँ अब हाम्रो गएर हामी लाइसेन्स लिएर आउनेछौँ हजुरहरूलाई देखाउनेछौँ गाइस यस्तै छ बसी बसाउँछ यस्तै छ अब उतातिर नास्ता खाएर नास्ता आएपछि त्यतै भेटौँ है त के भन्नु खोइ शब्दहरू हराएछन् सबै लाग्दैछ उडिरहेछु म माथि एक्लै झस्किन्छु के भएको म आफैसँगै बोल्दै बस्छु सधैँ लाग्दैछ अल्झिरहेछु म कहीँ कतै आत्तिन्छु के गर्दिनँ म के गर्नु मन छैन मलाई हाँस्दिन्छु एक फेर सम्झेर आफैलाई हेरेर लाई हेर्छु बाहिर लाग्छ दुनिया अर्कै पुरा विभिन्न प्रश्नहरू छ धेरै
हराउँछु आफै उठेर पुगे जस्तो लाग्छ धेरै पर तर हुन्छु म यतै कतै के भएको म आफैसँगै बोल्दै बस्छु सधैँ लाग्दैछ अल्झिरहेछु म कहीँ कतै आतिन्छु के गर्दिन म सो फाइनली गाइज हामी चाहिँ यहाँ यातायातबाट भित्र गएर काम पुरा भइसक्यो र अहिले चाहिँ हामी यहाँ लेभलिसन गर्न यहाँ दिदीकोमा आएको छौँ दिदीले मिलाएर गरिदिनु भयो ल तपाईँहरू आउनुभयो भने चट्ट लगाएर यही पसलमा आएर लेभलिसन गर्नु होला होइन नेपालभित्र है यहाँ नेपालतिर जाने रोड यातायातमा हो कि त्यहाँ ट्याक्क आएर लेभलिसन गर्नु होला हामी पनि यहाँ गराउनु दामी लिपस्टिक पाउडर लगाएर बनाउनु दिदीले होइन त्यही हो अब यहाँदेखि हामी चाहिँ लेभलिसन गरेर भ्याएपछि हाम्रो लाग्नेछौँ जाने भन्छु त कता हुन्छ अब त्यसरी तपाईँहरूलाई उता गएर भनौँ ल है हामी खास भने हामी उतातिर जाने प्लान छ कर्णालीतिर जाने प्लान छ अब यता 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 कर्णालीतिर जाने प्लान छ तर अब हामी हाम्रो मुड अनुसार यता जान पनि सक्छौँ यता जान पनि सक्छौँ पैसा भयो भने अहिले अब यदि पैसा सस्तो गरेर जान्छौँ नत्र त्यही हो लगाइ चाहिँ अब यहाँबाट निक्लेपछि तपाईँहरूलाई उतै गरेर देखाउनु है त कता जान्छौँ भनेर त्यो फाइनली गाइज हामी चाहिँ अहिले यातायातको काम भ्याएर पनि अहिले हामी चाहिँ अहिले माथि कर्णाली चिसापानी पुल जान लागेको छौँ होइन सन्दीप भएको टाइगर उता भन्छु पनि आइरहन् त्यही हामी चाहिँ अब पुलपुरबाट हिँड्यौँ अब यता कर्णाली चिसापानी जाने बाटोतिर होइन अब उतातिर बाटोमा के छ के हुन्छ कस्तो हुन्छ तपाईँलाई देखाउनेछु चिसापानी पुलबाट पनि देखाउँछु कस्तो हुन्छ होइन अब तपाईँहरूले भरतमा हेर्दै गर्नुमा कस्तो हुन्छ अब यहाँबाट हिँड्छौँ है त हामी हाँस्दिन्छु एक फेर सम्झेर आफैलाई हेरेर लाई बारीलाई लाई बारीलाई लाई बारीलाई लाई बारीलाई ला 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 लाई बारीलाई ला 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 लाई बारीलाई हेर्छु बाहिर लाग्छ दुनियाँ अर्कै पुरा विभिन्न प्रश्नहरू उठ्छ धेरै छिनमा लाग्छ रमाइलो छिनमा हराउँछु आफै उठेर पुगे जस्तो लाग्छ धेरै पर तर हुन्छु म यतै कतै के भएको म आफैसँगै बोल्दै बस्छु सधैँ लाग्दैछ अल्झिरहेछु म कहीँ कतै आतिन्छु के गर्दिन म के गर्नु मन छैन मलाई हाँस्दिन्छु एक फेर सम्झेर आफैलाई हेरेर लाई बारीलाई लाई बारीलाई फाइनली गाइज हामीले कर्णाली चिसापानी पुल हेर्नु हामी चाहिँ अब चिसापानी पुलमा पनि प्रवेश भइसकेर अरू यतातिर पहाड भवाल देखिँदो रहेछ होइन हो बाहिर फेरि आगो लाएर चाहिँ के भयो अरे हामीलाई कोही खानु ओहो यो हो नि त पारा कर्णाली चिसापानीको पहाड चाहिँ बबाल बबाल भइसक्यो त्यहाँबाट निस्किन लगाएको यो बाटो चाहिँ पश्चिम हुँदै जान्छ अरे भन्ने सुनेको छु यो बाटो जान्छ नि के हुन्छ थाहा छैन पिज्रेछ पनि जान्छौँ नत्र यही बाटो फर्केर जाने हामी चाहिँ पनि किसिम बबाल भयो तर यो बाटो पिज्रेछ भने चाहिँ यही बाटो जान्छौँ नत्र यहाँबाट फर्केर जानेछौँ होइन त्यो छ नि यो बाटो चाहिँ सर्टकट रहेछ तर पिच छ कि छैन भन्ने कुरो हो तर यतातिर पहाड नि बबाल बबाल छ कि
कमेन्ट गरिदिनुहोस् ल मोबाइल छ तपाईँलाई नास्ता हाल्नु त्यसपछि जान्छ सो फाइनली गाइज हामी चाहिँ अहिले चिसापानीबाट फर्केर पनि कोलपुर चौरामा आइसकेको छ नि हेर्न सकिन्छ आँखा सुकेर आँखामा पुरै घुर्न गएर अहिले दबाई हालेर टक्क बसेछौँ हामी यता छन् कोलपुर चौरा उता भएको मस्तले चिलमा सुत्दिने हो कि यहाँ होइन चिलमा पुरै त्यही गाई चाहिँ अब यहाँदेखि अब एकछिनमा विषय मेट्यो सुर्खेततिर लाग्छ भने त्यस कति बजी पुगिन्छ अहिले कति बजे केटा 4:30 भयो अरे अहिले अब सुर्खेत कति अब सुर्खेत गएर भेटौँला अब मोबाइलमा चार्ज सुर्खेत जाने गाडी गाई चाहिँ यार लफडा भइगयो लफडा यो बाइकको हेर्नु सक्नुहुन्छ चैन फात्तै फुत्केर यो नै गायब भइगयो कि यहाँको चैन घुमाउने यस्तो तनाव पनि बाटोमा छौँ अहिले यस 3टा बाइक छ अब यता यस्तो हो धेरैजनालाई लिफ्ट माग्यो अब धेरैले अब धेरै भने पैसा सकेन अब यसलाई लहर जान उता सुर्खेततिर यसलाई सुर्खेत लग्नै पर्ने अवस्था भइगयो अब के भने यहाँदेखि उता फेरि आर्मी क्याम्प छ त्यहाँदेखि उता फेरि कोलपुरतिर छ गाडी त छ थाहा त पैसा छैन अहिले त्यही भएर त्यही समस्या हो घरतिर ल यस्तो बरु अब बिस्तारै अलि बनाउनु सकिन्थ्यो त्यतै सुर्खेततिर लगाएको थिएँ अब अरूले धेरै भने अरू इबीले त्यो यो लाले चाहिँ हुनुहुन्थ्यो मेरो लाले चाहिँ आएपछि उहाँको अब जसो तसो भयो नि अब हाल्नुपर्ने हुन्छ अब जति भने पनि अब म्यानेज गरेर भयो नि लगेर हाल्नुपर्छ त्यही हो उहाँको छ आइस बिस्तारै भइहाल्छ त्यही हो लफडा हुन्छ गाइस यस्तो गाडीमा त्यही अब कति बेला आउनुहुन्छ त्यसपछि त्यहीको इन्तजारमा छौँ है त पछि हेरौँला के हुन्छ सो फाइनली गाइस हाम्रो चाहिँ बाइक चाहिँ पर ब्यारेकमा राख्यौँ अब हामी चाहिँ बस्ने टुङ्गो भएन कता जाने हो कोलपुरमा आएर कता बस्ने हाम्रो टुङ्गै भएन अहिले गाइस हाम्रो चाहिँ अहिले अब बस्ने ठाउँ यहाँ आइसकेको छौँ यो यस्तो ठाउँमा बाइक चाहिँ यहाँ राखेको छ हामी ग्याङहरू यहाँ छौँ अहिले यतातिर छौँ हामी चाहिँ यो कोलपुरभन्दा यतापट्टि ब्यारेकभन्दा यतापट्टि आएर बसेछौँ त्यही हाम्रो आजको रात यतै कट्नेवाला छ अब जस्तो भयो नि जे भयो नि त्यही हो अब बिहानै उठेर अब बाइक साइक अब बनाएर हिँड्छौँ पछि धेरै दुःख पाइयो अब यो तनाव होला जस्तो हो यो अब भ्लग पनि यहीँ एन्ड गरिदिन्छु अब जे भयो जस्तो भयो अब तपाईँले साथ दिनु होला यो भिडियोमा हेरेर अब थ्याङ्क यू फर वाचिङ दिस भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला अब धेरै दुःख पाइयो गाइज अब भोलि अर्को नेक्स्ट भ्लगमा तपाईँहरूलाई भेट्नेछौँ है त